त्यो मानिस धन्यको हो जो दुष्टहरूको युद्धमा चल्दैन, न त पापीहरूको मार्गमा खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। तर परमप्रभुको व्यवस्थामा नै त्यो प्रसन्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धाराको छेउमा रोपेको बोट जस्तो त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिले ओर्लाउँदैन, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। दुष्टहरू त त्यस्तै हुँदैन, तर बतासले उडाएर लैजाने भुस जस्तै हुन्छन्। यसकारण दुष्टहरू इन्साफमा खडा रहने छैनन्, नत्र पापीहरू धार्मिकताहरूको समुदायमा रहन्छन्। किनकि परमप्रभुले धार्मिकताको मार्गमा रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग चाहिँ नष्ट हुनेछन्। आमेन।